प्राचीन कालका मूर्तिकलाहरू भगवान भैरवको यहाँ ठुलो मूर्ति रहेको छ। यो पुराना यहाँ तथा महान व्यक्तिहरूको धातुको संरक्षण गरेर राखेको यताको यो मन्दिर सहित भैरव गरेर भनिन्छ। उहाँ 1932 सालमा नेपालको प्रधानमन्त्री बनेको र 1945मा पदम शमशेरलाई शासन सम्पूर्ण पश्चिम नेपालको रिधीतर्फ यो पुराना जमानामा रहेको सजावटका लागि मूर्तिहरू हेरे धातुकलाबाट अब हामीले सबैको मूर्तिहरू अब हामीले हेर्ने मूर्तिहरू सबै काठबाट बनेका काष्ठकला
आएको छ। यता राजा रणबहादुर शाहको छ, अनि यता बहादुर शाहको, यता पनि यो सबै बहादुर शाहको, अनि